आज ओलिन्डेबाट त आइयो तर आज साँझ घर गएर मोज गरिन्छ होला। 3 दिनको छुट्टी दिएछ सालले, 3 दिनपछि गइहाल्छ होला ओलिन्डे। इब्यो भाइरा त इब्यो भाइरा बाबा यो क्या ल्यायो क्या ल्याउँदा हो क्या ल्याउँदा बाबा भाइरा त हाम्रो बाबा आया आई गई छ आई गई ओ आइगे नमस्ते मामे नमस्ते जे बाबा आइले तै 15-16 वर्षपछि आया छन्। मैले भाइरा सानै लाज लाग्छ म जान्न मेरा बुढा न देखिन म आजकल अर्कै हुन्छ। न इब्यो अहिले भित्र जाँदा म हाग्न जान्छु ओसिरोले भित्र इन जा त जा मम्मीले सुरा ल्याएर रहेछन् हग्ने ताला ल्याएर रहेछन् मैले केही ल्याएर रहेछन् बाबा तर मैले बुझिन अಯ್या देश र यहाँ नेपालको पानी केही पनि जोडेन। यो पेट पटक काटेकिन हैन अहिले तँ के गर्छ यो ज्यान ल्याऊ तोइन ल्याऊ र सन्तान ल्याऊ राख्दै आउँछ ज्यान ल्याऊ अनि तोइन ल्याऊ यो आइगा छ ओलिन्डेबाट बस त भला दुमी आइगा ओलिन्डेबाट ओलिन्डे नरहेछ पेट दुख्छ एक त बड्डा घर आएर अब मिक्स भइगयो अब के गर्ने हो बाहिर छ बाहिर अब बाहिर छ बाहिर तेरो बहिनी कोठी यही हो म घरभित्र बोल्न बाहिर दे जा यहीँ बस यहीँ दिदी तपाईँ को हुनु यस्तो ठाउँमा किन ढल्नुभएको हजुरको श्रीमान हुनुहुन्न यहाँ कहिले ल्यायो को हुनु किन आउनुभयो म यहाँ छुइ भइरहेको छु तपाईँ नानी त घर जान नि अनि घरबाट निकाल्न नानी घरभित्र पहिला दिन यो छुएपछि मान्छे न घरबाटै निकालिदिन्छ। हिँड्नुहोस् म तपाईँलाई घर पुर्याउँछु। यस्तो चिसोमा नसुत्नुहोस् त तपाईँको स्वास्थ्यमा धेरै हानिकारक हुन्छ। तपाईँको अभिभावकहरूसँग म कुरा गर्छु जाउँ आउनुहोस्। बाबा तपाईँ मैले नछुइने अनि तपाईँ देउतालाई आइन पछि तपाईँ मन्नु होला। त्यस्तो नबोल्नुहोस् जाउँ तपाईँको घरमा म भन्छु तपाईँको घरको अभिभावकलाई। हजुरलाई गाह्रो भयो होला बिस्तारै हिँड्नु है। घरमा को हुनुहुन्छ बाहिर आउनु त अहिले कहिले ए नगर कहिले गर्छिन हुन्छ त अब ए तपाईले महिलामाथि दुर्व्यवहार गर्नु हुँदो रहेछ। दुर्व्यवहार किन गर्ने यहाँ नियम कानुन सबै कडा भइसक्यो। आज प्राचीन कालदेखि चलिआएको रीतिरिवाज अझै उभा छैन। तपाईँले पनि काम हुन्छ हाम्रो पहिलेदेखि चलिआएको रीति हो। हामी न जन्माउने बेला आमाले म थिएँ पाटो न जन्मायो न त्यहाँ मेरो बाबाले त्यहाँ खेद्याएर मैले त्यहाँ जन्मा के मर्याएँ त अनि न त्यसरी अनि अब त्यहाँ बहिनी गोठा बहिनुपर्छ गोठा के हुन्छ र हाँसिनु न त्यो केही पनि हुँदैन मजाले त्यहाँ सिने अनि तिमी मैले किन भन्छौ तिमीलाई सिनाउ क्या त्यो पैसा उठाउँछु अर्को आइ के छ तिमीलाई कहिले हुन्छ त्यो गोठु नाउसिनु साला काका तपाईँ घरमा के भयो न क्यारे बिना काममा को आइन मेरो जोइन पर ए रान त यहाँबाट भगाउनुबाट जाऊ है